विश्वको सबैभन्दा गरिब देशको बारेमा सुन्दा तपाईँ अचम्ममा पर्नुहुनेछ। बुरुन्डी पूर्वी अफ्रिकामा पर्ने एक सानो ल्यान्डलक कन्ट्री हो। यो देशको क्षेत्रफल 27,834 वर्ग किलोमिटर छ। यो देशलाई उत्तरमा रुवान्डा, पूर्व र दक्षिणमा तान्जानिया र पश्चिममा कङ्गोले घेरेका छन्। बुरुन्डी देश जुन सानो र शान्त छ तर सङ्घर्षले भरिएको छ। बुरुन्डी अफ्रिकाको पूर्व मध्य भागमा अवस्थित एक सानो देश हो। बुरुन्डीको करिब 90% जनता कृषिमा निर्भर छन्, तर खेतीको लागि उब्जाउ जमिन पर्याप्त छैन। यहाँका किसानहरू धेरै जसो हातले कुटो कोदालो गरेरै खेती गर्न बाध्य छन्। अरू देशका कृषकले अत्याधुनिक मेसिन र टेक्नोलोजीको प्रयोग गर्ने गर्दछन्, तर बुरुन्डी देशमा खेत जोत्ने एक सामान्य ट्र्याक्टरसम्म देख्न सकिँदैन। यहाँ आधुनिक प्रविधिको अभाव छ। वर्षौं यता भोकमरी, कुपोषण र बेरोजगारी अत्यन्त गम्भीर समस्या बनेको छ। बुरुन्डी देशको कुल जीडीपी 22 अर्ब अमेरिकी डलर छ। विश्व बैंकका अनुसार बुरुन्डी हाल विश्वकै सबैभन्दा कम आय भएको देश हो। यहाँको प्रति व्यक्ति वार्षिक आय लगभग 220 अमेरिकी डलर मात्रै छ। तपाईँ कल्पना गर्न सक्नुहुन्छ, यहाँका जनताको एक महिनाको प्रति व्यक्ति आय 20 डलर मात्र छ। 20 डलरमा महिनाभर जीवनयापन गर्न बाध्य छन्। यो देशका करिब 51% जनता अति गरिबीको रेखामुनि छन्। उनीहरूसँग बिहान बेलुकाको छाक टार्न पनि मुस्किल हुन्छ। साथै घाम पानी छेक्नको लागि पनि उचित घर छैन। बुरुन्डीमा हरेक वर्ष भोकमरीबाट 2500 जनाको मृत्यु हुँदै आएको छ भने हरेक वर्ष करिब 96,000 बालबालिका कुपोषणको शिकार हुँदै आएका छन्। यहाँ खाद्यान्नको यति अभाव छ कि यहाँका केही जनता माटोको रोटी बनाएर खाने गर्दछन्। यहाँको शिक्षा र स्वास्थ्य अवस्था पनि निकै गम्भीर छ। साधारण रोग लाग्दा नि उपचार अभावमा हजारौं मानिसले अकालमै ज्यान गुमाउँदै आएका छन्। साक्षरता दर 68% छ। यी मध्ये 90% जनता प्राथमिक तह उत्तीर्ण गरेका वा त्यो भन्दा तल्लो कक्षासम्म पढेका मात्र छन्। बुरुन्डी देशको राजधानी गितेगा हो। यहाँको आधिकारिक भाषा किरुन्डी हो। यो देशको जनसङ्ख्या करिब 1 करोड 3 लाख छ। यो देश यति धेरै गरिब हुनुको पछाडिको कारण 1993 देखि 2005 सम्म चलेको जातीय हिंसा हो। हुटु र तुप्सी समुदाय बीचको युद्धले यो देशको अर्थतन्त्रलाई ध्वस्त पारेको थियो। युद्धले संरचना नष्ट गर्यो, लाखौं मानिस विस्थापित भएर विकास कार्य ठप्प भयो। साथै यहाँ भइराख्ने राजनीतिक अस्थिरता, कमजोर शिक्षा, स्वास्थ्य प्रणाली, भ्रष्टाचार र बेरोजगारले पनि यो देश झन गरिब हुँदै गएको छ।